नमस्ते सेवा सबैमा है र आज पुनः छोटो भिडियो लिएर आइसकेको छु है सन्देशमै अनि र विशेष त नयाँ वर्ष 2082 साल है नयाँ वर्षको सबैलाई शुभकामना अनि आज नयाँ वर्षको पहिलो दिन अनि सबैको शुभ रहोस् भन्दै छोटो भिडियो छ है। यो चाहिँ हाम्रो चौदण्डीगढी नगरपालिका चाहिँ 6 नम्बर चाहिँ हाम्रो बेटार बजारदेखि अलिकति आउनुपर्छ। यो वैशाख प्रत्येक वर्षको यही महिनामा लाग्छ अनि अलिकति केही चेन्ज भएको रहेछ है। अनि विशेष त अब दिउँसोको समय छ है अनि मान्छे जाने आउने क्रम छ। एकचोटि यता हेरिदिउँ हुँदो अनि अब यता यो मन्दिरको बजार भइहाल्यो अनि यतातिर अनि मन्दिर यता बसतिर छ अनि सबैलाई चाहिँ नयाँ वर्षको शुभकामना। अनि आज विशेष त यो हाम्रो चौदण्डी नगरपालिकाको चाहिँ 6 नम्बर बेटार बजारदेखि अलिकति थोरै आइसके पछाडि यहाँ खानपोखरी भन्छ प्रत्येक वर्ष एउटा चाहिँ यो मेला लाग्छ है। अनि मेला हेर्छौँ हामी है त। अनि अब यता मन्दिरतिर जान्छौँ। अनि पहिला यो कस्तो छ भने यति साह्रो थिएन निकै भइसकेछ मलाई आएको पनि अनि मन्दिरको अलिकति व्यवस्थापन पनि भइसकेछ पहिले कुरो त। अब हामी लाग्छौँ यता मासतिर देखिराखेको चाहिँ मन्दिर लौ सबैको जय होस्। ल हामी हेर्दिउँ अनि अब हुन्छ नि त धेरै वर्ष यो ठाउँमा आउनु भएको छैन भने चाहिँ अनि अलिक चेन्ज भएको छ क्या पहिला जस्तो थिएन यस्तो भएछ है। बजारको रौनक हेरौँ विशेष त अनि अब यो दिउँसो पनि छ फर्किने समय हुँदैछ सबैको। अनि यहाँ पछि बर्खामा पुरै पानी हुन्छ र अब यता विशेष मन्दिर चाहिँ यतापट्टि छ क्या। अनि यो के बजिरहेको छ सुनिएको त छैन त्यही पनि सर्ट एकचोटि देखाइदिउँ भनेर हो क्या। अब हामी यो सोच त थिएन भिडियो बनाउँछु भन्ने त्यही पनि आइसकेपछि अलिकति समय रह्यो त्यही भएर बनाइराखेको। मन्दिर हेरौँ यता मान्छेको चहल हेर्नु होला है एउटा धार्मिक स्थल पनि हो। सबैको जय है। मन्दिर यता पहिला हामी सानो हुँदाखेरि चाहिँ यो मन्दिर यतापट्टि आउँथ्यौँ अब अहिले चाहिँ उतापट्टि भइसकेको छ है। यो मन्दिर हुनेलाई याद होला पहिला आउँथ्यौँ सानोमा गुरुजीहरू बस्ने ठाउँ यहाँ चाहिँ घन्टा यो एउटा फेरि यसको आफ्नो महत्त्व पनि छ एउटा विशेष त चाहिँ यहाँ यो घन्टा चढाउनु भन्छ यसको त्यति धेरै विशेषता त थाहा छैन है। तर यसको भिडियो म बिस्तारै बनाउँछु राम्रै खालको बनाउँछु यसको सबै डकुमेन्टरीहरू निकालेर। अब यता नयाँ मन्दिर हेरौँ नि त यस्तो संरचनाहरू बनिसकेको छ। बहिनी खिच्दैछन् त्यो कम्पनहरू पनि थिएन पहिला अहिले लागिसकेछ है। र च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। अनि यो चाहिँ छोटो भिडियो बनाइदिउँ भनेर हो है एउटा
त्यति धेरै लामो पनि छैन। अनि सर र हेरौँ प्रार्थना करें मध्य लक्ष्मी जनता माता प्रोविंसिया इसको स्वीकार करें। इसके बाद में हेलो फ्रेंड्स, जय माता दी। कैसे हैं आप सब दोस्तों? अब हामी निक्लिन्छौँ है। हेरियो बजार हेरियो अनि अलिकति विशेष हतारमा बनाएको भिडियो है। अनि जस्तो छ त्यस्तै लगाइदिएको छु। अनि बजार ग्राउन्ड हेरौँ। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला है। अनि कमेन्टहरू छोडिदिनु होला। विशेष त छोटो भिडियो थियो अनि पुनः भिडियोहरू हामी ल्याउँछौँ नै। र आजलाई यति नै।